भोजपुर पहिला जाने गाडी खाली भोजपुर पहिला जाने गाडी खाली पहिला जाने गाडी खाली भोजपुर पहिला जाने गाडी खाली पहिला जाने गाडी भोजपुर आस्ते भोजपुर बममा भाले भोजपुर पहिला जाने गाडी खाली भोजपुर पहिला जाने गाडी खाली भोजपुर धनकुटा अहिले धरान केही लागेन जाला बस्यो चढेको दिवालीको गाडीमा पनि मलाई अलिकति मोबिल ल्याइदे भन्दै थियो त्यतिकै भयो अहिलेसम्म बस्यो जना भए पनि हुन्थ्यो नि त कमसे कम यार सिद्ध त बुझ्यो धरानमा बस्दैन नि आफ्नो आफ्नो स्ट्यान्ड होला नि होइन तीनजना मान्छे छ भन्दै थियो त्यही मान्छे गायब भएको हो धरान काठमाडौँ चाहिँ सोफा पुरै बेलुन गाडी हो बेलुन भएको गाडी हो क्या बेलुन भएको होइन लचकदार पत्ती हुँदैन यसमा बेलुन गाडी हावा भएर खेल्ने त्यस्तोमा चाहिँ जिउ पनि दुख्दैन है मजा पछाडि बस्दा पनि पहिलाको जस्तो उखार्दैन के है अस्ति एकचोटि चाहिँ साह्रो मातो मलाई धनकुटा हिले भोजपुर चिया र बिस्कुट खाएर भोजपुर त्यो माटो
गल्छीदेखि चढेको यहाँ आइपुगेकै थाहा पाइन बेलुका भोजपुर यहाँ एउटा ट्राफिकले मेरो दिमाग खराब गरिदिएको छ एकदम है अलिक माथि बसेको रहेछ यिनीहरूले फेरि भिडियो गरेको देख्यो भने इन्डियामा एसएसबीले त यस्तो मोबाइलै फालिदिन्छ यस्तो है पर्मिसन लिनुपर्छ पुरै इन्डियाको त एसएससी भन्ने खतरा हो नि है इन्डियाको बोर्डरमा त एसएसबी हो यस्तो दिमाग खराब गर्छ तिनीहरूले पनि बाटो त तर त्यो कति अग्लो अग्लो मात्रै लाग्दो रहेछ कि त्यहाँ चाहिँ साह्रै हाइट- अग्लो मात्रै देख्छु कि हाइट ज्यादा यस्तो हामीलाई यता उयो हेर्नु पर्ने खालको मात्रै धरान आउनुमा यो जङ्गलको चारकोसे झाडी छ नि यसको मजै छुट्टै हुन्छ क्या अझ यसमा तपाईँको फुल रोपिदिएको छ नि माथि कहाँबाट कस्तो राम्रो देखिन्छ त्यही भएर तपाईँको यो जता पनि हाम्रो पूर्वतिर आउँदाखेरि जता पनि राम्रो छ कि ठाउँ त्यही भएर पूर्वै रमाइलो भन्छ नि पश्चिमतिर त नि कसम कति हेरेकै गर्छ होइन यो कस्तो बाटो पनि नराम्रो तपाईँको त्यहाँको बोल्ने भाषा शैली संस्कार केही बुझिँदैन क्या आधी हिन्दी बोले जस्तो लाग्छ मलाई त्यो तपाईँको राजस्थानी भाषा प्रायः सब बोल्छ क्या राजस्थानी तिनीहरू यस्तो खतरा बोल्छ सुदूरपश्चिमको डोटीतिरको डोटेली भाषा 9 जिल्लाको मान्छेको 9वटा भाषा छ त्यहाँ अरे आया हुन् गया हुन् खाया हुन् भन्छ त्यो ठकुरीहरूको भाषा फेरि साई ठकुरीहरू हुन्छ नि तिनीहरूको आइसियोस गइसियोस हाइसियोस धनाध्ययमा धनाध्ययहरू लगानी पनि गर्छ नि तर हजुर लगानी खर्च गरेर गराउँदैन नि त लगानी लगानी त नेपालमा तपाईँको ठुल्ठुलो व्यापारीहरू प्रायः चाहिँ मधेसीहरू नै छ मारवाडी मारवाडीहरू छ ग्याप निकाल्छ लोन पनि ब्याङ्कले पनि उनीहरूले नै पत्याउने हो हामीसँग सबैजना पत्याउला यस्तो राम्रो देखिन्छ यार अझ यो बर्खाको सिजनमा हुन्छ नि पानी परेको सिजनमा कस्तो राम्रो देखिन्छ नि यो चारकोसे झाडी त पहिला यात्रा गर्दा यस्तै बसमा छटमाथि बसेर हिँड्यो नि आमा यस्तो सानो गाडीहरू थिएन यसो गरेर तपाईँको लेकबाट बाख्राबास आउनु 2 दिन लाग्थ्यो 2 दिन लाग्थ्यो नि पहिला त यो आँखीभुई जाने गाडी तान्नु लाग्यो आँखीभुई भनेको सङ्घसभा होइन सङ्घसभा जाने गाडी रहेछ यो पहिले खानबारी कुदेको अहिले आखिर भिडियो छटमाथि सामान बोको सामानबाट पनि आइहाल्छ प्यासेन्जर छुट्टै हुन्छ गुरुजीहरूलाई त पहाडी इलाकामा ठिक छ क्या है ठुलो बसहरूलाई त तेल हालेर उब्रिएको पैसा भत्ता खाने तेल हालेर सबै तर अहिले कन्ट्याक्टमै हुन्छ प्राय नयाँ टिमकोले हजुर
घरतिर त हुसु लागिरहेछ है क्या हो नि फोहोरको हो नि पानी पानी पर्नु सकेको छैन गाडी पर्ने त मौसम पनि दिन पनि भुल्यो पानी पर्नु नसकेपछि गाह्रो छ क्या गाडी पर्ने त दिन पनि भुल्यो दिन मान्छे छिटो छिटो निस्किन्छ क्या अहिले त तपाईँको के भन्छ जाडोले गर्दा नि मान्छे निक्लिनै सक्दैन क्या पाइहाल्छ नि भन्छ मान्छेहरू अहिले भोलि जस्तो एउटा गाडी भएको गाडी छुट्छ भन्ने खै पैसा चाहिँ हुनु पऱ्यो जेमा भन लिली होइन गाङमा जान्छु भन्यो भने पायो पहिले पाएर कुदाउन ड्राइभरहरू डराउँछ हो त पाएर ड्राइभरहरूले मात्रै कुदाउँछ पाहाडमा खलासी भएर गरेको ड्राइभरहरूले मात्रै कुदाउँछ सक्दैन त्यो नै यताउता कुदाउन नसक्ने पहाडी इलाका चलाउने गुरुजी हरूको त एकदम जहाँसुकै पनि उनी हुन्छ क्या त्यस्तो खतरा हुन्छ त अनि आम्मामामा यार होइन अलिकति केही भयो भने अनि सिधै खोला सुत्ता नापेर यति काट्दाखेरि यतिमा चाहिँ म टर्न लिनु सक्छु भन्ने हुन्छ आम्मामामा हो सबै नत्र यो बर्खामा त हरियो भइराखेको हुन्थ्यो श्रम गर्ने श्रमदाताहरूले होइन यहाँ त वृहत गरिरहेको थियो यो बाटो त्यो बाटोको लागि झगडा पनि खुब भयो नगरपालिकाको आम्मा कति हो कति खानेपानीको मुद्दा लिएर गर्दाखेरि हर्क साम्पाङले जित्यो अब यसपालि जित्नु सकेन भने फेरि गाह्रो छ कस्तो भइदियो भने उसैको फेरि प्रतिद्वन्दी अध्यक्षलाई उठाइदिएको छ यताबाट मेरो गाउँले साथी डाक्टर रक्षे कुमार राई भन्ने छ नि त्यो मेरो गाउँले हो त्यो पनि उठेको छ त्यो मैले सुन्नमा आए अनुसार चाहिँ पहिला त्यो मान्छे माओवादीको जनयुद्ध कालमा माओवादीमा लागेर चाहिँ यता आएको कति वर्ष शान्ति सम्झौता पछि भने जस्तो के भएन शान्ति स्थापना पनि के भन्छ यो तपाईँको सेना समायोजनमा गएन यो सेना समायोजनमा के न चाहिँ गएन भन्दा यसको के मिलेन अनि त्यसपछि यो गएन त्यसपछि यसले विभिन्न कता के गर्दै आयो त्यसपछि यो अहिले संस्कृति पार्टीको चाहिँ केन्द्रीय सदस्य हुनु खोजेको रहेछ खासमा सुरुमा चाहिँ नदिएपछि उसैको विरोधमा चाहिँ उम्मेदवारी दिएको रहेछ क्या भन्नेमा चाहिँ आइरहेछ यो तपाईँको मान्छेलाई अहिले मिडियाबाजी फेमस हुनुको लागि प्राय मान्छेले गरिरहेछ क्या अब जब जाने भनेको 10,000 हो निर्वाचन आयोगमा धरौती धेरै खर्च भयो भने 1-1.5 लाख खर्च होला प्रचार अग्रम बग्रम गर्दाखेरि होइन आइहाल्छ हेर्नु नजिते पनि तपाईँको सामाजिक सञ्जालमा त प्रचार भयो नि त राम्रो तरिकाले उसले रेस्पोन्स राम्रो तरिकाले डेलिभरीको कुरा गर्नु थाल्यो भने जनताले पनि त्यही अनुसारले पोजिटिभले लिने हो उसले तपाईँको अब त्यही अनुसारले अब उसको बोली व्यवहारहरू होइन विगत अब भविष्य वर्तमान उसको तय गरेको हुन्छ नि त्यसमा फरक पर्छ क्या धेरै अनि त्यसले गर्दाखेरि चाहिँ राजनीतिमा हर्क साम्पाङले पनि 10 वर्ष यो धरानको लागि विकास गर्छु भनेर उसले
एक्लै एक्लै हिँडेर अटोमा भाषण गरेर गरेको मान्छे हो नि त सङ्घर्ष त्यत्तिकै त यो मान्छेले नि आएको होइन उसलाई सङ्घर्ष के हो सबै थाहा सबै थाहा छ पढे लेखेको मान्छे रहेछ फेरि छ पढे लेखेको मान्छे हामी खेती गर्दा सरञ्जान गर्दा मान्छेले